यसो ट्युसनबाट लिनु गइरहेको छु होइन। ठिक छ, आज यसो भाइले लिनु गइरह होइन। ट्युसन भाइको चाहिँ 3 बजेदेखि 4 बजेसम्मको ट्युसन थियो होइन। ठ्याक्क घरदेखि निस्केँ। यसो अब गोकुले बजार पुग्नुपर्छ होइन। अहिले ठ्याक्क घरदेखि निस्केँ। हेर्दै गर्नु होइन, सपोर्ट पनि गर्दै गर्नु। यस्तै ब्लगहरू आउँदै गर्छन् होइन। लाइक कमेन्ट सेयर जे छ होइन गर्दै गर्नु। अलि बाटोतिर यस्तरी कच्ची नै छ भनौँ होइन। तर यहाँ चाहिँ नि अलिक कुदाउनु चाहिँ छ, ठाउँ चाहिँ मस्तै छ। अलिक चिनेका छन् होइन, त्यसैले चाहिँ अलिक गाह्रै हुन्छ। तर यस्तरी राइड चाहिँ यसो रेस हाल्ने प्रयास चाहिँ अरूले चाहिँ नगर्नु होला होइन। सो हाम्रो चाहिँ यहाँतिर बानी परेको ठाउँ हुनाले होइन, त्यसैले चाहिँ म यति सकिरहेको छु। नत्र म पनि यसो म चाहिँ अब कल्चौडे भन्ने ठाउँनिर पुगिरहेको छु। लगभग पुगेँ भनौँ। अब यहाँदेखि कल्चौडे हो। यहाँ पनि सानो बजार चाहिँ छ। ऊ त्यो साथीको पसल हो, साथी अहिले पसलमै रहेछ होइन। बरु अलिकति कुदाउने जस्तो ठाउँ भने चाहिँ यहीँ हो बरु होइन। यहाँ चाहिँ बबाल कुदाउन चाहिँ मिल्छ, तर अलि गाडी आएपछि समस्या नै हुन्छ। त्यसैले त्यति कुदाउन मिल्दैन। अलि रोड चाहिँ साँघुरो नै छ भनौँ यहाँतिर। अहिले चाहिँ ठ्याक्क यसो भन्दाखेरि डडिया चौसेरा ठाउँमा पुग्यौँ होइन। तिर अब गोकुले पुग्न आँट्यौँ हामी। मोडहरू चाहिँ कस्तो डेन्जरै छन् है यहाँ। लगभग अब गोकुले पुग्यौँ हामी। अब यहाँ यो पछिको एक मोडपछि गोकुले त हो हाम्रो। गोकुले पुग्यौँ भन। गोकुलेभन्दा अगाडिको यो चाहिँ ग्यारेज होइन। यो अगाडि ट्र्याक्टरनिरको, तर बन्द रहेछ होइन। ठ्याक्क गोकुले पुग्यौँ हामी। पहिला चाहिँ पुलिसको चेकपोस्ट चाहिँ यहाँ थियो, तर आजकल अगाडि सारेको छ। यो तलको चाहिँ मन्दिर हो होइन। गोकुली बैतडीतिरको चाहिँ यो बजार पुलपारी दार्चुला, यो पुलिस पोस्ट यहाँ सारेको छ। यहाँ चाहिँ बाटो चाहिँ पहिला धेरै लास्टै कच्ची थियो होइन। मैले तराई जानुभन्दा अगाडि, तर बना छ यहाँ रोड चाहिँ। अहिले यो गोकुलेश्वर पुलको भ्यू, अलि स्ट्यान्ड चाहिँ हल्लिरहेको हुनाले होइन त्यति स्टेबल भएको छैन, त्यसैले चाहिँ राम्रोसँग आइराखेन। मैले अब भाइलाई चाहिँ यहीँनिर लिनुपर्ने, यहाँ अगाडि
ठ्याक्कै यहीँनिर मैले भाइलाई चाहिँ लिनुपर्ने हो, तर अहिले सायद बिदा भएको छैन, त्यसैले म अलि माथिसम्म जान्छु होइन। यो लगभग गोकुलेको बजार सिद्धिने ठाउँसम्म जान्छु, हेर्दै गर्नु। त्यहाँबाट फेरि फिर्ता आउँछु म। यहाँ चाहिँ इलास्ट्रिकल कच्ची छ यार, यहाँतिर पुरा झ्याउ लाग्छ मलाई त यस्तो कच्चीमा चलाउन पनि। पुरा हेर्नु त्यो स्ट्यान्ड नि पुरा कति हल्लिला छ होइन, त्यसैले झ्याउ लाग्छ मलाई त उस्तरी यहाँ चाहिँ चलाउन। अब यतैदेखि फर्कौँ होला, यहीँदेखि रिटर्न भयौँ। भाइलाई चाहिँ भाइले नि आएपछि कुर्ने हो खालि, यहीँदेखि फिर्ता जाउँ हामी। अहिले स्ट्यान्ड हल्लिरहेको छैन नि, त्यसैले यति क्लियर देखाएको छ। उस्तरी भन्ने यार चलाउँदाखेरि पुरा स्ट्यान्ड हल्लिरहेको छैन, त्यसैले चाहिँ राम्रो। यहाँ चाहिँ दाइ मलाई माथि जाँदाखेरि दाइले देखाएर छैन, यहाँदेखि म कुदाइरहेको थिएँ नि उस्तरी, मान्छे थिएँ यस्तो भिडमा, भनिरहेको थियो त्यो यस्तो गोली भएको छ सन्दै थियो होइन। ठिकै छ, अब घरमा चाहिँ नभन्नु भनेको छु र अब खै के पो गर्छन्, अब त्यही हो हाम्रो, त्यही त हो नि हामी होइन। केटाहरूको पारा भने बाइक पायो कि पुरा होइन चिल भएर जाने। अब ठिक छ, दाइले सम्झाउँछ, ठिकै हो उहाँको भनेको पनि होइन, हामीले अलिक केयरफुल भएर चलाउनुपर्छ होइन। दाइले भनेको कुरा नि ठिकै हो। दार्चुला जिल्लाको पुलिस पोस्ट भने यहाँ अगाडि, यहाँ पुलिस दाइ। मान्छेहरू हेर्नु यार पुरा रोडमा हिँडिरहन्छन् यार। आज बिहान भर्खर एकजना लेडिजसँग ऊ भए मेरो, मैले भाइलाई यहीँनिर लिनुपर्ने होइन, यहाँनिर रोकिन्छु अब म। अब फिर्ता भइसक्यो होइन, अहिले चाहिँ भाइले कुदाइरहेछ। भाइलाई नि अलि सिकाएको छु नि त, त्यसैले अब म चलाउने भन्छ भाइले, त्यसैले भाइलाई दिएको छु मैले। अहिले चाहिँ भाइ चलाइरहेको होइन, ठिकै छ होला, भाइको नि चलाएको हिसाबले सिकिरहेछ केटोले, तर खुट्टा चाहिँ पुग्दैन, त्यसैले यसको हातले हुन्न। तर पहिला चाहिँ यसलाई ट्याङ्कीमा पसेल्छु, फेरि म पछाडि गएर पिकअप मिलाएर फेरि यसलाई दिने भने यस भाइले नि उस्तरी बटार्छ, बटार्न। म जोत्नु हुँदाखेरि त मभन्दा नि बढी पो हुने हो कि।